नमस्ते सबैमा। आज पनि एउटा सानो भिडियो मैले सेयर गर्दैछु। इरान र अमेरिका बीचको लडाईँलाई माध्यम बनाउँदै धेरैले टिकटक र फेसबुक मार्फत धार्मिक खबरहरू सेयर गर्नुभएको छ। धेरैले भिडियो बनाउनुहुन्छ कि सबै कुरा नर्मलाइज भइसक्यो, सबैको श्रम स्वीकृतिहरू अब फुल छ, सबै नर्मल भए जस्तो उहाँहरूले भिडियोहरू बनाउनु भएको छ। यसमा सत्यता छैन। इरान र अमेरिका बीच केही कुरामा सम्झौता भए पनि, जस्तै स्ट्रेट अफ हर्मुज जस्ता व्यापारिक मार्गहरू खोले पनि, नाकाबन्दी त्यहाँको खोले पनि, तर धेरै बुदाहरूमा सम्झौता हुन अझै पनि बाँकी छ। इरानले क्लियर गरेको छ कि जबसम्म स्थायी तरिकाले सम्झौता हुँदैन तबसम्म हामीले हमला जारी नै राख्नेछौँ भनेर भन्नुभएको छ। अमेरिकाको अनि डोनाल्ड ट्रम्पको नीति त तपाईहरुलाई थाहै छ। हमला अहिले अरब देशमा भइरहेको छ र नेपाललाई कालो सूचीमा राख्नु भएको छ कि यात्रा गर्न असुरक्षित छ भनेर। उहाँहरूको नीति दिनमा 4 पटक चेन्ज हुन्छ। त्यही भएर धार्मिक खबर जसले पनि बनाउनु भएको छ नेपालमा, उहाँहरूको न्युजहरूलाई फलोअप नगर्नुहोस्। तपाईहरुले यस्ता न्युजहरूलाई सेयर पनि नगर्नुहोस्। हामीलाई थाहा छ धेरै हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरू भिजिट भिसामा काम गरेर आउनुभयो। अहिले श्रम स्वीकृति प्राप्त गर्न नसक्नाले उहाँहरू काममा फर्कन पाउनु भएको छैन। धेरैले म्यान पावर मार्फत भिसाहरू पनि लगाउनु भएको थियो, भिसाको डेटहरू पनि एक्सपायर भएको छ। धेरैले पैसा ब्याजमा उठाएर यस्ता समस्याहरू कन्टिन्यू अहिले भोग्नु भएको छ, हामीलाई थाहै छ। त्यसैले हामी रिक्वेस्ट गर्न चाहन्छौँ कि युट्युब र टिकटक मार्फत साना साना भिडियोहरूलाई माध्यम बनाउँदै यस्ता न्युजहरू सेयर गर्ने काम नगर्नुहोस्। धार्मिक न्युजहरू कसैको विश्वासमाथि खेलवाड गर्न हुँदैन। तपाईले सत्यताको न्युजहरू, आधिकारिक न्युजहरू सेयर गर्नुहोस्, यसमा केही समस्या छैन। तर धार्मिक खबरहरू कसैले पनि सेयर नगर्नुहोस् भन्न हामी आग्रह गर्न चाहन्छौँ। धन्यवाद। कन्टिन्यू फलोअप र अपडेटको लागि हाम्रो पेजलाई फलो गर्नुहोस्, भिडियोलाई सेयर गर्नुहोस्। धन्यवाद।